देवी गौरी गणेश शारदा नारद मुनि उच्चारणं योगनाथ विष्णु श्री करता जय जय श्री बद्रीनाथ विष्णु श्री सुंदर सारादि पददायक ओम पितृदेव धर्म दिशाचा भदौ मासरे शुक्रबार सरे हजुरको नाम के होला अमृत सबैको नाम भन्दै जान्छ है त अमृत हाम्रो माताको नाम राधा राधा दुर्गा कृष्णमाया पूर्णिमा नाम सम्पूर्ण सम्पत्ति सपुत्र सपरिवार जन्म लग्न रायुष्य साढेन विशुद्धरी दशा त्रिभागी दशा योगिनी दशा गोचर दशा अनिष्ट अशुभ स्थान कर्ता मथ पुण्य सगोचर लग्न गणन्त तिथि नक्षत्र गणन्त मूल अश्लेष ज्येष्ठादि दोष समानाथ अशुभ स्थान गता नामक ग्रह एकादश स्थानम शुभ फल प्रयुक्त शङ्किनी डङ्किनी भूत बेतालादि सकल व्याधि निवारण हम उपसर्म जिया तुम्हारे पीछे लिए अष्ट दिशा को अष्ट देवी भुवानी सब डंकिनी शंकिनी विषाद काल जम दूत खतुरा त्रिलोक चौदह भुवन नव खंड गिरी चले आहुति बैठवरी ओम नमो श्री चंद्र सूर्य पुरी नारायण जगन्नाथ श्री कृष्ण नारायण गणक नारायण यद्यपि शंभु नारायण शंभु चंद्र नारायण बुधदेव नारायण हिमालय चुली नारायण दलदेव नारायण विष्णुदेव नारायण भावी नारायण नमो नमः लक्ष्मी नरसिंह नारायण सेतु नरसिंह नारायण विकट नरसिंह नारायण नमो नमः यति श्री तेत्तिस कोटि नरसिंह नारायण ज्यूले पर्वत नारायण उच्च कोटि पर्वत नारायण नमो नमः वधुक भैरव आकाश कान्त काल भैरव आकाश भैरव मन्त भैरव कान्त काल भैरव राक्षस भैरव त्याग भैरव सहाल भैरव आचटा भैरव आचक्र भैरव शुक्र ग्रह बेताल ग्रह वायुक्त ग्रह अनादि ग्रह ऋण ग्रह अनादि ग्रह पार ग्रह आदित्य ग्रह सुख गगनाय ब्रह्मण्ड रोग रोम शिवाय लोक्यम्बर विनोदाय सर्वग्रह सम्पूर्ण ओम श्री वीरभद्राय लाला ब्रह्माय विताल ब्रह्माय रजित रजित प्रजित प्रजित गाछेश बाहु हृदय जानु बादुला कर्म गाली नखादा सर्वंगा गाछि दुरुमा सर्व सङ्गीत पुराय मुताय मनताय मनताय पठे पठे मुलाय मुलाय बिन्दुए बिन्दुए ओम पट स्वाहा 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 सारा शान्ति गर्छन् सम्पूर्ण बेली समेली बेलाको पत्रमा ब्रह्मा बस विष्णु बस आगामा काँडामा सबै देउता बसी गयो फेरिमा सद्गुरुदेव सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई ओ नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा पर्खी बसे आउने छु म लिन तिमीलाई पर्खी बसे आउने छु म लिन तिमीलाई
छन् तिमीतिरै राख मलाई मुटु निरै इन्द्रणी रंग मिसाएर राखी परेलीमा हेरिरहु जस्तो लाग्छ किन तिमीलाई हेरिरहु जस्तो लाग्छ किन तिमीलाई सुनिरहु लाग्छ हेरिरहु लाग्छ बोलेको हजुरले गरिदेऊ स्याउत लेखिदेऊ नाम रङ्गाई सिन्दुरले खुसीका फूल बटोलेर मनको रुमालैमा खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई हो नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा पर्खी बसे आउने छु म लिन तिमीलाई पर्खी बसे आउने छु म लिन तिमीलाई Musumihang kanatayang kiso yung da databan di kayang tabat taban berarti semua dulu dah kiso na pang lagi dia jawab katakan ki bisa lihat dhani गर्नु तपाईँको अब फुलेको जस्तो फुलफुली बसेको अब छुर्केली हजुरहरूले नीति नियमले नै पक्रिएर आउनुभयो कि मौखिक रूपमा मात्रै हजुरहरूले पक्रिनु भयो नीति नियम नै पक्रेको हुनु एउटा यसो चरण पर्दै यसो यसको लागि हजुरहरूले आज जति पनि हाम्रो 25 शनिचरी नवनिवासी हाम्रो जित्तुमा के पान्छ तपाईँहरू साम्देवा छाहरूको चाहिँ घर परिवारमा आउनुभयो प्रत्यक्ष बुवा बारा वास्तु शिवात्तम घरमा आउनुभएछ अनि अब उहाँहरूको फुलबारीमा फुल फुलेको छ कि छैन म एकता सोध्छु है हजुर फुल फुलेको छ भन्ने सुनेर चाहिँ भगवानको रूपमा जाने पाहुनाहरूको कुटुम्बा मङ्गानी गर्न आउँदै हुनुहुन्छ तपाईँहरूको उसमा फुल फुलेको छ कि छैन होला हजुरहरू हजुर यो खाना राम्रै हेर्नुभएछ सुम्नियारी भन्छ हाम्रो राई भाषाबाट सुम्नियारी पारियारी अछम खाङ्मुसु भनेपछि सबै हजुरले सोधखोज गर्दै सही नै हजुरहरूले बाटो देखाउनु भएछ हाम्रो दार्जिलिङमा अब हजुरहरूले के भन्नुहुन्छ हाम्रो कुटुम्बहरूलाई हजुरहरूको छोरी दिन सक्नुहुन्छ कि दिन सक्नुहुन्न कि तपाईँहरूले भोट दिनु पर्यो भँवरा चाहिँ अब आइसकेपछि फुल पनि अब यहाँ भइसकेपछि उहाँहरूको दाम्पत्य जीवन चाहिँ अब सुखमय हामी दिन तयार बिचमा अब केही नहोस् होइन सफल होस् दाम्पत्य जीवन दाम्पत्य जीवन त्यस्तो हो भने हामी अब तयार छौँ हाम्रो एउटा रीतै जस्तो होला उहाँले ल्याउनु भएको अब यसलाई अब जिम्मा लगाइदिनुहोस् सम्मानपूर्वक स्वीकार दिनुभयो त्यो नै हाम्रो लागि धन्य छ र यो वैवाहिक नवदम्पत्य जीवन हामी सबैको तर्फबाट भोलि उज्जवल अन्तिम समय साथ रहोस् भन्ने हामी कामना गर्न चाहन्छौँ मले भेटाएको चाहिँ त्यो सबै राख्नुभएको छ र यदि हजुरहरू राजी हुनुहुन्छ नि होइन सबैजना यता डक्सा बुवाहरू यता कान्छा हजुर कस्तो यहाँ बाबा हुनुहुन्छ यो हामीले मामाले साथी सबैले तिमीलाई नै देख्नै पर्ने बानी छ यी आँखामा तिमीलाई दिने मायाको खाने छ यी आँखामा हामीले दियो खोला साथमा राखेर
यहाँहरूको दाम्पत्य जीवनको सुखमय होस् भन्ने कामना गर्दै आज हामीले भगवान् ईश्वर मागलाई छोटो अन्तर्विन्ती राखेर अब हजुरहरूलाई हाम्रो भित्र नियममा लिएर जानको लागि हजुरहरूसँग अनुमति चाहन्छौँ र अब हामी हजुरहरूले पर्छाउनको लागि पनि म अनुमति चाहन्छु। ईश्वर भगवान् मागसँग हामी आशिष माग्दै हामी सृष्टिकर्ता शून्यमा पाठहरू वाचन गर्दै हामी मायाहरू सदा अजम्बरी रहोस्, उहाँहरूको जीवन राम्रो बन्न सकोस्, सहज बन्न सकोस् भनेर हजुरहरूले पनि अब हात जोडेर माग ईश्वर भगवान्लाई आशिष मागिदिनुहोस्। हामी अब अन्तर्विन्ती हामी गर्नेछौँ। सर्वधर्मको प्रतीक एकमा रही हामीले दियो कलशहरूको चलन गरिकन सात मुखको जलहरू शेषे सँगसँगै गर्दै दियो कलशमा राखिकन हामी विराटी दुई जोडी हामी बिन्ती गरिरहेका छौँ। आजको यो शुभ दिनको यो शुभ घडीमा आज हजुरको नानी हजुरको छोराछोरी हुनुहोस्। आज दाम्पत्य जीवनमा दिँदै हुनुहुन्छ। दुई जीवन एउटै जीवन, दुई मुटु एउटै मुटु, दुई रगत एउटै रगत बन्ने आज यो समयमा हे भगवान् उहाँको दाम्पत्य जीवन सदा सुखमय बन्न सकोस्, शान्तिमय बन्न सकोस्, प्रेमी बन्न सकोस् भनिकन भगवान्को चाहिँ बिन्ती गर्दै आजको यो प्रेममा दर्शन अथवा यो आज उहाँको शुभ विवाह अथवा हाम्रो बापदाता अथवा सात बच्चा कार्यलाई अगाडि बढाउनको निमित्त हामी परम पूज्य हजुरप्रति सिकाउँदै सेवा गर्दै आजलाई हामी यो कार्यलाई अगाडि बढाउन चाहन्छौँ र यो बिन्तीका साथ हामी सबैजना दाम्पत्य जीवन सुखमय बन्न सकोस्, उहाँलाई वर-पिपल चाहिँ तपिरहने, शिलापुत्र चाहिँ खपिरहने आयु मागिदिनुहोस्, वरदान मागिदिनुहोस्। हाम्रो दुलहा राजाको हातमा उहाँको साथमा हजुरहरूले सुम्पिने दिन आएको छ। यो प्रकृतिको नियम, यो संसारको रीतिरिवाज अनुसार हाम्रो नानीले आज उहाँले सुम्पँदै हुनुहुन्छ।
हजुरले नै त आज यो दाम्पत्य जीवनमा बाँधिने हजुरले लेखेर हामीलाई धरतीमा पठाउनु भएको छ। सोही अनुरूप आज हामी वैवाहिक बन्धनमा यो सारा मेरो जीवन मेरो दुला राजालाई सुम्पिँदैछु। सारा मेरो आत्मिकी जीवन अनि यो भौतिक जीवन सारा सुम्पिँदैछु र दुला राजाले पनि त्यसरी नै दुलाई रानीलाई सुम्पन्नको लागि अब दुई मुटु एउटै मुटु, दुई शरीर एउटै शरीर, आज दुई मन एउटै मन भन्ने समय आएको छ। यो शुभ दिनको यो शुभ घडीमा तपाईँ हामी सबैजना भएर भगवान् ईश्वरलाई आशिष मागिदिँदैछौँ। आजको यो शुभ दिनको यो शुभ घडीमा हजुरको नानी, हजुरको छोराछोरीहरू आज दुई शरीर एउटै शरीर, दुई मुटु एउटै मुटु, दुई रगत एउटै मुटु, एउटै रगत समय आएको छ। यतिखेर आफ्नो सारा जीवनहरू दुलाई रानीले आजको हाम्रो राजालाई सुम्पिँदै हुनुहुन्छ भने हाम्रो दुला राजाले पनि सारा जीवन उहाँले सुम्पिँदै हुनुहुन्छ। भगवान् ईश्वर यतिखेर यो समयमा उहाँले सङ्कल्प गरिसक्नु भएको छ। यो धरतीमा भगवान् तपाईँले मलाई हामीलाई जुन दिन समय धरतीमा रहने समय दिनुभएको छ, त्यो समयसम्म हामी राम्रो असल भएर बाँच्दैछौँ। एक आपसमा हामी प्रेमिलो भएर जिउनेछौँ र कहिले पनि आपसमा भनेर उहाँले सङ्कल्प गरेर आज यो दियोको साथमा गएर आज बिन्ती गर्नुभएको छ। उहाँ आफ्नो सदा अजम्बरी बन्न सक्नु भगवान् सदा सर्वदा सबै उहाँको इन्गेजमेन्ट गरेर अझै वाग्दाता दिने हाम्रो निर्णय भएकोले गर्दा वाग्दाताको अर्थ के हुन्छ भने आज हामीले यति हामीले बिहे मात्रै गरी पठायौँ, कोही तलमाथि केही दायाँ बायाँ साह्रो गाह्रो भयो भने त्यतिखेर के पर्छ भने हाम्रो नानी यताको चुलामा पनि हुन्छ, उताकोमा पनि हुँदैन। त्यसले गर्दा भोलि उहाँको आत्मा तलमाथि हुँदा त्यो पनि अप्ठ्यारो पर्ने हुन्छ। त्यसले गर्दा हामी छिन्ने कार्यक्रममा चाहिँ हामीले आजदेखि हजुरहरूलाई हामी सम्पूर्ण कुरो हामीले अब
हजुरले जति यहाँ हुन्छ हाम्रो बाचा बन्धनमा के गरिन्छ भने हाम्रो नानीको यहाँ हाम्रो सात बाचा निश्चयद्वारा हुँदैछ। यहाँ आज यो निश्चयको हामीले कसम खुवाएको छौँ, किनभने यो दियो कला साँची राखेको छौँ। सात दियो कलासरले साँची राखेर हाम्रो नानी हाम्रो जुवाई साथ हाम्रो नानीको अगाडि हाम्रो दियो कलास हामीले साँची राखेर निश्चय वाचन भइरहेको छ। यो 7 दिन हामीले प्रज्वलन गरेका छौँ। 5 पञ्च 10 भलाग्नि यहाँ रावा रावा पाचा पाचा चिवातङ दिवाचङ वाचङ बारा वातङ दाजुभाइ सबै यहाँ बुद्धिजीवी सबै भएर हामीले यो गरिरहेका छौँ। बोली वचनले 7 बाचा गरिरहेका छौँ। हाम्रो ज्वाइँ राजाले पनि अब यो जो जति निश्चयको यहाँ मन्त्रहरू आउँछ त्यतिखेर हजुरले पनि प्रतिबद्धता जाहेर गर्नुपर्ने हुन्छ। हामी अब हाम्रो वाचा गर्नेछौँ। दियो कलश समाएर हामी कसम खानेछौँ। एक आपसमा हामीले भोलिको दिनमा हामीले धोका गर्दैनौँ भनेर सङ्कल्प गर्नुपर्ने हुन्छ। रोगमा मात्र होइन, शोकमा मात्र होइन, रोग शोक भोगमा सबै क्षेत्रमा हामीले कसम खानुपर्ने छ, सङ्कल्प गर्नुपर्ने छ। हुन्छ यतिखेर आजको हाम्रो बेहुला राजा बेहुली रानी अथवा हाम्रो दुलहा राजा दुलही रानी आजको हाम्रो बरबन्धुले आज यहाँ दियो कलशलाई साँची राखेर जल साँची राखेर दियो साँची राखेर अग्नि साँची राखेर जल साँची राखेर तामा कलशहरू साँची राखेर उहाँले सङ्कल्प गर्दै गर्न लाग्नु भएको छ। 7 बाचाको लागि उहाँले सङ्कल्प गरिराख्नु भएको छ। र फेरि पनि हामी हाम्रो दाम्पत्य जीवनमा कहिले पनि हामी एक आपसमा धोका दिने बिहानी गर्दैनौँ भनेर उहाँले भगवान समक्ष सङ्कल्प गर्दै हुनुहुन्छ भने उहाँले एकदमै उहाँका परिवारजन उहाँका बाबा मम्मी उहाँका राज्यहरू सबैजनाले बिन्ती गरिराख्नु भएको छ। भगवान आज यो पवित्र निश्चय आज यो निश्चयको आवाज लय सँगसँगै दियो कलशको साथमा उहाँले सङ्कल्प गर्दै हुनुहुन्छ। हे भगवान उहाँको सङ्कल्प उहाँको बाचा उहाँको उपकार हजुरको रियाङ ईश्वरको रियाङ सुनेताको रियाङमा सुन्नुकन। हे भगवान हे ईश्वर हे माता तपाईँले सदा सर्वदा हजुरहरूको नानी हजुरको छोरीहरूको हरेक पहिला हजुरको आशिष होस्, हजुरको कृपा रहिरहोस्, हजुरको सहायता रहिरहोस् बिन्ती गर्दै आज यहाँ प्रेमबाद दर्शन अन्तर्गत सरल विधिद्वारा उहाँलाई म सङ्कल्प गराउन गइरहेको छु। भगवान तपाईँको आशिष तपाईँको कृपाले सदैव हजुरको आशिष बाचा गर्नुहुनेछ, 7 बाचा गर्नुहुनेछ र 7 बाचा उहाँले गरिसकेपछि हाम्रो आजको हाम्रो दुला राजालाई यो हाम्रो ब्रह्माला पहिराउनु हुनेछ। त्यतिखेर हामीले सबैजनाले फुलले बर्साइदिनुहोस्। 1 नम्बरमा नानीले भन्नुहुन्छ सुख वा दुःखमा। 2 मा छ उहाँले भन्दै हुनुहुन्छ सुख र दुःखमा दुवैमा म साथ
दिनेछु भनेर उहाँले वाचा गर्दै हुनुहुन्छ। 2 मा भन्दै हुनुहुन्छ रोगी हुँदामा स्वास्थ्य हुँदामा, र 3 मा भन्दै हुनुहुन्छ धनी हुँदा वा अथवा गरिब हुँदामा। 3 नम्बरमा उहाँले प्रतिबद्धता गर्दै हुनुहुन्छ तपाईँ धनीमा हुँदा मात्रै होइन गरिब हुँदा पनि म सदा हजुरलाई साथ दिनेछु भनेर उहाँले वाचा गर्दै हुनुहुन्छ। 4 मा बलियो हुँदा वा कमजोर हुँदामा, एक्लो हुँदा वा समूहमा, उहाँ एक्लो हुँदा पनि म साथ दिनेछु, समूहमा हुँदा पनि म साथ दिइरहनेछु। र 6 मा छ कलिलो हुँदा वा वृद्ध हुँदामा, अहिलेको यो यौन अवस्थामा मात्र होइन एकदमै वृद्ध अवस्थासम्म म साथ दिनेछु भनेर उहाँले सङ्कल्प उहाँले वाचा गर्दै हुनुहुन्छ। अब 7 मा छ भौतिकतामा वा आत्मामा प्रेमका साथ जीवन्तसम्म रहनेछु यहाँकै साथमा। उहाँले 7 नम्बरमा साथ वाचा गर्नुभएको छ भौतिकतामा मात्र होइन म आत्मामा पनि प्रेमका साथ जीवन्तसम्म रहनेछु म हजुरकै साथमा भनेर उहाँले हाम्रो सामुमा प्रतिबद्धता अथवा साथ वाचा गरिसक्नु भएको छ। धन्यवाद। सुख वा दुःखमा, रोगी हुँदा वा स्वास्थ्यमा, धनी हुँदा वा गरिबमा, बलियो हुँदा वा कमजोर हुँदामा, एक्लो हुँदा वा समूहमा, कलिलो हुँदा वा वृद्धमा, भौतिकता वा आत्मामा प्रेमका साथ जीवन्तसम्म रहनेछु यहाँकै साथमा। र उहाँले पनि यसरी साथ वाचा तपाईँ हाम्रो माझमा गरिसक्नु भएको छ। उहाँले पनि प्रतिबद्धता गरिसक्नु भएको छ र अब फेरि उहाँले पनि यसरी नै हाम्रो नानीलाई वरमाला फुलमाला पहिराएर यतिखेर फेरि पनि हजुरहरूले आशिषहरू फुलले बर्साइदिनुहोस् र हामीले सबैजनाले तालीले एकदमै हाम्रो सम्बन्धलाई बनाउन पवित्र हेर प्रेम नै चाहिन्छ। प्रेमलाई वचन र विचार कर्ममा ढाल्दा नम्रता पहिलो हुन्छ। हाम्रो जुन दाम्पत्य जीवन राम्रो बनाउनु छ भने 1 नम्बरमा चाहिँ हामी नम्र हुनुपर्छ। दाम्पत्य जीवनभर विफल चाहिँ कपिरहन सकोस्, शिला पत्थर चाहिँ कपिरहन सकोस्, भगवान् आकाशमा चम्किने ध्रुवतारा चाहिँ चम्किरहन सकोस्, यहाँहरूको शिरमा सधैँ चन्द्रमा यहाँहरूको शिरमा सधैँ चन्द्रमा ज्योति बलिरहन सकोस् भगवान्, यहाँहरूको बोलीमा लक्ष्मीले बास गरेको सरस्वतीले बास गरेको होस् भगवान्, यहाँले चलेका हरेक पहिला शान्तिको दियोहरू बन्न सकोस्, प्रेमको दियोहरू जगमगाइरहन सकोस्, उज्जवल भविष्य रहोस्, यहाँको दाम्पत्य जीवन सदा अझर अमर रहन सकोस्, आकाशको ध्रुव तारा चाहिँ अटल बन्न सकोस्, यहाँहरूको अझम्म परिबन्न सकोस् भगवान्। त्यही बिन्ती गर्दै आज यो दियो कलश साथमा राखेर हामीले 7 समुद्रको जलहरू अर्पण गर्दै आज भगवान् ईश्वरमाथि बिन्ती मागमाथि बिन्ती चढाउँदै भगवान् ईश्वरमाथि बिन्ती चढाउँदै आज शून्यमा भगवान् सृष्टिकर्ता
माथि बिन्ती चढाउँदै आज यो कार्यहरू यो हामीले गरिरहेका छौँ। तपाईँ हामीले हाम्रो अन्तर्हृदयदेखि उहाँहरूको निम्ति उहाँहरूको दाम्पत्य जीवन सुखमय बन्न सकोस्, शान्तिमय बन्न सकोस्। भगवान्ले उहाँहरूलाई यो दाम्पत्य जीवनमा बाँधिनुको लागि ६औँ दिनमा हामीले लेखेर यो धरतीमा पठाउनु भएको छ र जुन दिनसम्म भगवान्ले यो धरतीमा उहाँलाई मानव जोडा दिएर यो मानव कर्तव्य पालना गर्दै यो धरतीमा रहने समय दिनुभएको छ, त्यो समयसम्म उहाँहरूमा कहिले पनि दुःख पीडाहरू सङ्कटहरू नआइपरोस्, आपद विपदहरू नआइपरोस्, तत मम भन्ने भावना कहिले पनि नहोस्। हुन्छ, ताली बजाएको फेरि पनि आशिषहरू धन्यवाद दिनुहोस्। र हाम्रो नानीले अब उहाँलाई मुठी प्रदान गरिसक्नु भएको छ भने फेरि पनि अब हाम्रो राजाले फेरि पनि आजको हाम्रो राजाले हाम्रो नानीलाई मुठी प्रदान गर्दै हुनुहुन्छ र फेरि पनि हामीले तालीले एकदमै हामीले यहाँ एकदमै सदा सदा यो अजम्बरी माया अजम्बरी बन्न सकोस्, यहाँको माया यहाँको चिनो स्वरूप रहेको छ, सदा सदा अजम्बरी बन्न सकोस्। अब भने हाम्रो परिचय गर्ने कार्यक्रम छ। बाबाले आफ्नो सङ्गीतलाई खदा अर्पण गरेर उहाँको भोग अथवा चिन्जान अथवा परिचय गर्दै हुनुहुन्छ। उहाँले अब जुलाई नानीको बाबा हजुरले चाहिँ एउटा खदा अर्पण गरिदिनु हुन म अनुरोध गर्छु। र हुन्छ, यतिखेर ताली बजाएर अब हजुरहरूले यसरी हक गर्नुहोस् यसरी। हुन्छ, धेरै धेरै धन्यवाद। र अझ फेरि अब यताबाट बाबा हजुरले पनि यसरी नै हुन्छ, धेरै धेरै धन्यवाद। हुन्छ, र फेरि अब यताबाट सङ्गीतबाट हिमाल चाहिँ उच्च रहन सकोस्, सदा सदा यहाँको शिरहरू यो धरतीमा भएको छ। यो समयसम्म कहिले पनि यहाँको शिरहरू झुकाएर यहाँको शिरहरू सधैँ चौमलुङमा हिमाल चाहिँ उच्च रहन सकोस्। र जसरी सर्वधर्मको प्रतीक नेहीमा दीपहरू प्रचलन भएको ज्यालो ज्योति छाएको छ, त्यसरी नै यहाँको शिरमा यहाँको ज्योति बन्न सकोस्। उहाँले जानेको हरेक पहिलामा शान्ति उनीहरू गर्न सकोस्, प्रेम उनीहरू जग्गा गर्न सकोस्। यहाँको हृदयहरू प्रेम रसिन सकोस्, प्रेमित भएर आफ्नो दाम्पत्य जीवन अगाडि बढाउन सकोस्। भगवान् यहीँले हजुरको आशिष होस्, कृपा रहोस्, गर्ने आशिष माग्दछौँ। सदा सबैले हजुरले आशिष गरिसकिनुहोस्। हजुरको आशीर्वाद
यो दियो कलशको अगाडि गएर सङ्कल्प उहाँले प्रतिबद्धता गर्नुभएको छ। उहाँहरूको प्रतिबद्धताको साथसाथमा तपाईँ हामी सबैजना हाम्रो पाहुनाजनहरू हामी इष्टमित्र भद्र बलात्मी सबैजना भएर उहाँहरूको लागि दाम्पत्य जीवन सुखमय र शान्तिमय प्रेमिलो बनोस्, यहाँको मायाहरू अजम्बरी बन्न सकोस् भनेर हामी सबैले भगवान् ईश्वर मागले आशिष मागेर आज बिन्ती चढाउँदै आज उहाँले पनि प्रतिबद्धता अथवा साथ बच्चा गर्नुभएको छ। र अब आजदेखि हामी हाम्रो जुन हजुरहरूको सामुने रहेर यो कलशलाई साँची राखेर हामीले गरेको प्रतिबद्धता हामीले गरेको बाचाहरू हामी कहिले पनि तोड्ने छैनौँ भनेर उहाँले बाचाका साथ हामीलाई अब एकपटक उहाँले हक गर्ने र हामीलाई देखाउनुहुनेछ। फेरि पनि ताली त गएको हुनुपर्छ। मुटुको टुक्रालाई आज अरूलाई सुनिदिँदा निश्चय नै पीडा हुन्छ। र अब उहाँको बाबाले चाहिँ अब नानीलाई सम्झाइदिनुहोस्। घरमा गएर आफ्नो एउटा असल बुहारीको भूमिका निर्वाह गर्नु र त्यही नै मेरो चाहिँ आशीर्वाद छ छोरीलाई। हुन्छ धेरै धेरै धन्यवाद उहाँको बाबा हजुर र उहाँको मम्मीज्यूले एकदमै राम्ररी आफ्नो अन्तर हृदयदेखि भगवान्लाई साँची राख्दै उहाँले आशिष दिनुभएको छ। सबैमा नमस्कार। यो कलश सबै साँची राखी भगवानको आशीर्वादले तपाईँको छोरी, तपाईँहरूको चेली, तपाईँहरूको बहिनी, तपाईँहरूको आना भान्जी आजदेखि तपाईँहरूले हामीलाई सुम्पेर दिनुभएको छ। जसरी तपाईँहरूले तपाईँको छोरीलाई तपाईँहरूको आउनुभएको छ। त्यसै गरी हाम्रो पासमा पनि मलाई अब हाम्रो पासमा जान्छौँ सधैँ के अरे सधैँ उहाँहरूलाई पनि खुसीको साथ हामी पनि राख्ने नाचाबन्द गर्दै आजदेखि हाम्रो पासमा लाँदैछौँ। धन्यवाद। धेरै धेरै धन्यवाद। यसरी अब हक गर्नुहोस्। गर्नु मम्मीलाई गर्नु मम्मीलाई गर्नु हुन्छ ल हुन्छ। अब हुन्छ अब हाम्रो जय राजा हुनुहुन्छ। नाना हजुर त हक गर्नुहोस्। बाबाले पनि हाम्रो बाबा हो। हुन्छ अब हुन्छ आमालाई पनि सेवा गर्नुहोस्। अब यता आउनुहोस् हक गर्नुहोस् बाबा। बाबा बिना हामी आएको होइन यो धरतीमा, हामी आकाशदेखि टुक्क आएको होइनौँ। अब उहाँ फेरि बाबा मुनिको काकालाई हुन्छ। गाउँको अर्को नानी एउटा माउली दुध मानिकन चाहिँ सुरेश बाबा हजारौंको भिडमा पनि तिमीलाई नै खोजिरहन्छ। रोजे कहीं हो, खोजे कहीं हो, चाहे कहीं हो, मांगे कहीं हो, भगवान
नसोच टाढा बुझिदेऊ यो धड्कन तिम्रै हो कसम खान्छु आजबाट मानिल्यो यो जीवन तिम्रै हो अब के गर्ने हो माला सर्वगरामाय चरणाय प्रति प्रलय मूल मुक्ति बमराय मुक्ति मुक्ताय भरण विदिताय गुरुपन विनाय ओम श्री वीरभद्राय पूर्व द्वार बंदा बंदी ओम महाभूत चराचरम व्यापितम अर्षि प्रणय रघुपति राघवपति सीतापति जय गोविंद हे गोविंद जय काशी हे काशी जय विष्णुनाथ कैलास सप्तशृंगी काल फोटोमा
दुवैजनाले मम भन्यो है सकल पाप दुःखहरू सिद्धिने भगवान निश्चित अब पाटे जग्यो देवताय नमः स्वाहा ओम बुढ़ी बज देवताय नमः स्वाहा ओम श्री नमः स्वाहा ओम अंबिका देवी नमः स्वाहा ओम कालिका देवी नमः स्वाहा ओम कृष्णा नदी नमः स्वाहा उत्तर दिशा को जल देवता त्रिभुवरी नमः स्वाहा ओम ताम्रकोशी नमः स्वाहा ओम कोशी नमः स्वाहा ओम सिने भूमि नागनागिनी सैलाई नमः स्वाहा ओम ह्रीं बृहस्पताय नमः स्वाहा ओम चार दिशा चार गंगाय नमः स्वाहा ओम आठ दिशा अष्ट देवाय नमः स्वाहा ओम 10 दिशा 10 दिक्पालाय नमः स्वाहा ओम कुष्माण्डे खर्माण्डयो पिचाद भस्म स्वाहा भूत प्रेत मुण्ड मदान भस्म स्वाहा तुमेव माता च पिता तुमेव बन्धु च शाखा तुमेव शिक्षा च वीणा तुमेव मम देव देवम् हरि ओम नाना सुगन्धि पुष्पाणि यथा क्लीं भवानी पुष्पाञ्जलि दत्तगृहेण प्रमेश्वरा ओम नमः सयपत्री मखमदे प्रतिफुलजा लङ्केश्वरी करे वीरशोभितनाः सिनीय चम्पा कुदामा मालतीमा रसका गुलियामा भमरा गुमेका नाना रङ्ग बिरङ्ग फुलजन फुलेका कालिएर मृदुङ्गा तालमा गुरे गगन अनाहद बजे जिनी जिनी श्री कृष्णको बाँसुरी बाँसुरी नाग शान्ति सर्वशत्रु भस्म शान्ति सर्व जम्पिनी छोडा भोक्सी भस्म शान्ति सर्व रोग व्याधि दुःख दुखालो भस्म शान्ति लट्टिनेका शान्ति सबै चढेर हालिजाने अब सबै चढेर हालिजाने लट्टिनेका शान्ति काल विकाल शान्ति दिगो जान दक्षिणा शान्ति काल दिगो शान्ति अष्टविग्रह शान्ति
भूलोक भागलोक जनलोक सतलोक तपलोक वैकुण्ठलोक सत्यलोकलाई साँची राखेर वही सहरी ए ढोगे हाय सेवारो सोल्टी सेवारो है
आइले हेर्न आउनुभयो